भन्यो मलाई ओनी ब्रो कसरी पटाउनु मैले चिक मैले भने साले काले सुरुमा घरको सिरक पट्याउन सिक त्यसैले यो ट्रिक्सको चिक्स पाउने आस एकछिनमा फेरि आयो ट्रिक्स भन्यो ओनी ब्रो खाइदे मैले अघि केटीको नाममा 20 मैले भने साले काले तैले झुकेर लौरे दाइको ककटेल खाएको थिस फेरि यो ट्रिक्सको चिक्स पाउने आस अब उठ्यो ट्रिक्सलाई रिस भन्न थाल्यो मोहो प्रोफेसर भन्दै खोज्न थाल्यो मिस दिनलाई किस तर हुन पुगेछ त्यहाँ हाँस उठ्दो चिज एकछिनमा प्रोफेसर आयो आफ्नो गालामा 5 वटा औँलाको डाम देखाउँदै भन्यो म भयो ठिस त्यसैले यो ट्रिक्सको चिक्स पाउने आस साँच्ची भन्न तँलाई खासमा भाके कोही केटीले बाटोमा निन्द्रवाला हाई गरे पनि त हेलो नमस्ते भन्दै जाने त कहाँसम्मको पाखे त्यसैले आज तँलाई मार्न मसँग पञ्च लाइनको ढेर छ यसको अर्को पाखेपनको लक्षण भर्खर टिभी हेर्न पाएको मान्छे बत्ती गयो नि केटोले जस टिभी चाहिँ हेर्छ अझ खुब लौरेको गाडीलाई डिस हान्छस् हेरौँ त तोरीले चाहिँ नेफपको बाटोमा कुन चाहिँ कार छान्ला तर मा कसम तेरो फोटो एडिट गरेर राम्रो बनाउन त हाम्रो फोटोसपले सुद्धा हार मान्ला त्यसैले केटो बाटोमा फोटोसप किन्नु गएन कहिलेकाहीँ बाटोमा हिँड्दा पनि मान्छेलाई जबरजस्ती दाइ म रबार्सको प्रोफेसर चिन्नु भएन रबार्स आजकल निकै बदली गयो हामी भुक्का यहाँबाट निस्केका ऱ्यापरहरूको खल्ती भर्यो रद्दी भयो जब मान्छेले भन्छ रबार्समा राम्रो ब्यारल ऱ्यापरको कमी रह्यो तर हुन नि हो दाइ यस्ता नि ऱ्यापर हुन्छ जसले हगेपछि भन्छ मम्मी भयो अब सिधा कुरा कसैले पनि सम्झिदैन तँलाई यहाँबाट बिदा हुँदा चिता पुग्दा पनि आगो दिने मान्छे पाउँदैनस् अलिकति विचार कुरा मलाई जित्ने आशै नगर गान्टे यी खा मुला I got something for him यी खा मुला तेरे लागि ल्याएको हो जमानामा यो मुलाको पेलालले गर्दा यो मुला ब्याएको हो म जस्तो ऱ्यापर नेपालमा छ त्यो अझै छ मिस्ट्री त ऱ्यापको लेबर म ऱ्यापको मिस्ट्री हिस्ट्री आज फेरि नै भयो यो फुच्चे खोया जस्तो देखिनेको अनुहार हेर्दा माया नि लाग्छ तर आज यहाँबाट त मात्र होइन सँगसँगै तेरो छाया नि भाग्छ तेरो ऱ्याप मेरो खुट्टा मुनि हावा कुरा भुक्दा हुनी त मुला पात ऱ्यापर होस् बरु मर्जा उ त्यो रुखमा झुन्डी बुझेन I sacrifice everything hip hop जिउन थाले you rap like rookies अझै न्यू छ भाते जसो तसो भजन जस्तो गीत त गाइस after this battle I'm gonna hang him up like a Jesus Christ हुन्छु तँलाई ओनी म तर तै एउटा धोबी हो I'm the real MC you don't even know me flow पोलियो लागेको तेरो लाइनलाई त झिरमा दुसारी पोलियो रगताम्य तेरो मुख सबले सोध्छ आज होली हो यो हार पछि साडी लगाई शिर झुकाई हिँड्छे यदि टाइम मिसिन भएको भए तँलाई तेरो बाउको नली भित्र पुर्याइदिन्थे यो बासी पुरी शुभ मुत्यो मोरा इफ ट्युपाक वाज स्टिल अलाइभ तिमीहरूको मुखमा थुक्थ्यो होला थुक्थ्यो होला थुक्थ्यो होला थुक्थ्यो होला एनएच अफ मेरो स्कुल सी यो टिचर छु नि टिपटप प्रोफेसरको हातमा आज यसको सर्टिफिकेट ही डोन्ट डिजर्भ टु बी हिप हप मेरो ऱ्याप बुझ्नेलाई शिरखण्ड नबुझ्नेलाई खुर्पाको बिड युनिक पोइन्ट जस्तै आयो यो भुसिया कुत्ताको दिन अल्छी लाग्दो राइम तेरो अल्छी लाग्दो त धन्यवाद दे मलाई धन्न तेरो सास चाहिँ चलिरहेको छ
यो सान नदेखा रुन्छ तेरो पाजी बाउ बाजे यो ऱ्याप ब्याटल खेल्दैछ ब्रो यही हो उखान काहीँ नभएको जात्रा हाडी गाउँमा इनी मिनी म्याङ्गो यो च्याङ्गो त्यो लुरेको अगाडि म ज्याङ्गो कस्तोसँग ब्याटल खेल्नु पर्यो ड्याम ब्रो तेरो लास माथि तल हुन्छ ब्याम्बो एउटा कुरा सुन